गलत मोडमा जब मोडिन्छ जिन्दगी, आफूदेखि आफै तोडिन्छ जिन्दगी। बाटो हो कि कुबाटो, अन्धोलाई के मतलब? बाटो हो कि कुबाटो, अन्धोलाई के मतलब? आँखै हुनेहरूको पनि ठोकिन्छ जिन्दगी। गलत मोडमा जब मोडिन्छ जिन्दगी, आफूदेखि आफै तोडिन्छ जिन्दगी। ढुङ्गाको चोटलाई ऐनाले सहनै पर्छ, ढुङ्गाको चोटलाई ऐनाले सहनै पर्छ। कमजोरीले नि यसरी टुक्रिन्छ जिन्दगी। गलत मोडमा जब मोडिन्छ जिन्दगी, आफूदेखि आफै तोडिन्छ जिन्दगी। लेखिन्छ बालुवामा अमर वान्तु, लेखिन्छ बालुवामा पानीमा लेखिँदैन, लेखिन्छ बालुवामा पानीमा लेखिँदैन। एउटै लहरले तर मेटिन्छ जिन्दगी। आज मलाई भिन्दाईको याद आइरहेको छ। यो भिन्दाईको याद आउनुको पछाडि मैले नेपालमा यो स्रष्टाहरूलाई सम्झिने क्रममा गीतको रचना, सङ्गीत, गायन यो सबै गर्ने असाध्यै कम व्यक्तित्वहरू मैले पाउने गरेको छु। अम्बर गुरुङ दाई, गोपाल दाई, गोपाल योन्जन, भीम विराट दाई र आज मैले अमर वान्तुलाई पनि पाएँ। भगवानले सबैलाई सबै थोक दिँदैन, बट आई डु बिलिभ द्याट इच एन्ड एभ्री पर्सन हेज द इनहेरेन्ट एबिलिटी। प्रत्येकसँग एउटा न एउटा खुबी लिएर आमाको गर्भबाट जन्म लिएको हुन्छ, तर सबैलाई सबै थोक दिँदैन। कहिलेकाहीँ त डाढ लाग्छ, किन यतिका धेरै कुरो एउटै मान्छेलाई दिइरहेको? अमरजी, डाढ लाग्छ। यो मान्छेलाई गीतकार बन्न, कवि बन्न जीवनमा एकचोटि रहर जाग्दो रहेछ। त्यो भावना हो, तर त्यो भावना र यथार्थ भने पृथक कुराहरू। कोही शोकले गीत लेख्छन्, कविता लेख्छन्, कसैलाई परिस्थितिले गीतकार बनाइदिन्छ, कवि बनाइदिन्छ। तर वास्तवमा यो गीतकारहरू, यो कविहरू आफ्नो तुष्टिकरणको निम्ति, आफ्नो सन्तुष्टिको निम्ति लेख्ने गर्दो रहेछ भन्ने मैले अनुभूत गरेको छु। विशेष गरिकन यी कविहरू, गीतकारहरू जब आफ्नो उत्पादन गर्छ, एउटा गीत लेखिसके पश्चात, एउटा आमाले आफ्नो शिशुलाई जन्म दिइसके पश्चात जुन त्यो पीडालाई बिर्सेर एउटा खुसीको अनुभूत गरे हुन्छ, त्यसै किसिमका अनुभूति गर्दो यी गीतकार महोदयहरू। म त्यही अनुभूत गर्छु। हुन त कवि, गीतकारलाई आमाको पीर, स्वास्नीको किचकिच, छोराछोरीको प्रश्न र देशको लागि एउटा अनावश्यक बहुला पनि भन्ने गर्छ, जो त्यसै पनि भकभक गर्छ। तर म त्यसो भन्दिनँ। अब मैले जस्तो अमरजीको विषयमा बोल्नको निम्ति मलाई हेटौडादेखि म यहाँ आएँ। हाम्रो जर्सा राजेन्द्र थापाजीले मलाई केशव तिमी आउनुपर्छ भनेपछि म नआइ बस्न सकिनँ र आज यो कार्यक्रममा सहभागी हुने अवसर पाएँ। मलाई बोलाइदिनु भयो, निम्तो गरिदिनु भयो, यसकारण म यो वान्तु परिवारलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। तीर्थजीले एकचोटि मलाई भन्नुभएको थियो, यो मान्छेहरूले जुन किन यस्ता किसिमका सिर्जनाहरू गर्छन् त भनेर भन्दाखेरि आफ्नो मृत्यु पश्चात पनि कतै बाँचिन्छ कि भनेर हो कि। तर एकचोटि त्यो पञ्चासेको डाँडा पुग्ने बेलामा हिउँमा जब नाम लेखियो, त्यतिखेर हामीले लेखेर आएका छौँ हिउँमा आफ्ना नामहरू। अमरजी, म तपाईँलाई सुनाउँदैछु है। हामीले लेखेर आएका छौँ हिउँमा आफ्ना नामहरू, एकछिनपछि हिउँ थपियो भने,
एकछिनपछि हिउँ थपियो भने रहने छैनन् हाम्रा नाम र एकछिनपछि घाम लाग्यो भने पनि बाँकी रहने छैनन् हाम्रा नामहरू। हामी रहँदा रहँदै नरहने हाम्रा नामहरू, हामी नरहँदा कसरी रहन्छन् हाम्रा नामहरू? मलाई बडो चिन्ता लाग्छ। यो अमर वान्तुको गीत यो हिउँमा लेखिएको नाम होइन, यो सबैको आत्मामा लेखिएको नाम हो। त्यसै कारण अमर सधैँ अमर नै रहन्छ। र अन्तिममा म एकपटक अमर वान्तवा शीर्षकको एउटा कविता सुनाएर म यहाँबाट बिदा हुन्छु। कैयौं दिनदेखि धरती मुनि थिचिएर दबिएर बाँचे अमर, कैयौं दिनदेखि धरती मुनि थिचिएर दबिएर बाँचे। कति दिन नदीभित्र भोजपुरमा लेउ पालेर काटे। केही दिन भो जमिन फोडेर नदीले अर्कै बाटो लिँदा बगरमा फालिन आइपुगेको छु। तिमी यसलाई फोडेर सडक बनाई कुल्चन सक्छौ, या मूर्ति सम्झी आफ्नो देवको पुज्न सक्छौ। म त फगत पत्थर हुँ, सक्छौ भने कुँद मलाई, भित्ताभरि, भुइँभरि, दलिनभरि, कोठाभरि, घरभरि, मनभरि म अमर वान्तु। धेरै धेरै धन्यवाद हजुर। केशवलाल श्रेष्ठज्यूलाई हामीले सुन्यौं।